केही मासु भइरहेछ। मौसम मौसमले च्यालेन्ज गर्दाखेरि हामी पनि यतातिर यसो बनाउँदैछौँ। हाम्रो मासु बनाउनेवाला हुनुहुन्छ हाम्रो हैन। हाम्रो पार्टीको मेन मासु ल्याउने भइ हुनुहुन्छ। हामी खानेर मात्र मासु बनाउने। अनि हामीलाई पनि देखाउँ त सर। ल उहाँलाई पनि देखाइरहेको छु। हाम्रो मासु बनाउनेवाला हुनुहुन्छ हाम्रो अङ्कलजी, मेन कुक हुनुहुन्छ। अहिले चाहिँ हामी पार्टी गर्दै यस्तै बसिरहेको छौँ जङ्गलमा, अलहरीबारीमा चाहिँ जस्तै हामी बसिरहेको छौँ। हजुरहरूले सम्पर्क गर्ने होला खाने भएपछि। यस्तै छ बन्न लाग्छ हेर्नुहोस्। लगभग आधा केजी हामीले यो पोल्दैछौँ। अरू बाँकी पनि छ। खानको लागि 1 बोतल डिउ छ। चाहिँ खाने साथीहरूको लागि लोकल पनि हामीले ल्याइदिएका छौँ। हाम्रो नखानको लागि डिउ छ, नखानेको लागि डिउ छ, मलाई डिउ छ भनौँ, उहाँको लागि डिउ छ। यस्तै हो गाइज। मौसम पनि अलि यस्तै गडबड छ, अलि गडबड छ। त्यसै कारणले गर्दा हामीले आज मौसम बनाउन लाग्छौँ गाइज। यस्तै हो। ल हुन्छ, खाइपिएर हामी बस्छौँ अब।